Hey guys, what's up? I hope you all are being well. यो चाहिँ हामी ठाकुरद्वारा जाँदाको भिडियो हो। हामी चाहिँ अहिले गाडी वेट गर्दैछौँ हैन। हाम्रो यहाँ नानी चाहिँ एकदम बेहुली जस्तो बनेर बसिरहनु भएको थियो। सो फाइनली गाडी आयो, हामी चाहिँ गाडी चढ्यौँ हैन। गाडीमा गएर सबैलाई हाई भन्यौँ। अनि मेरो बाबु चाहिँ सुतिरहेको थियो, अनि त्यही भएर मैले चाहिँ नानीलाई दिएँ। अनि यहाँ सबैजनाहरू चाहिँ पुरा रेडी भएर छिटो च्याट्ट बनेर सबैजना है बस्नु भएको छ। कतिजनाले चाहिँ कल्चरल ड्रेस लाउनु भएको छ क्या। उनीहरूलाई चाहिँ अब छुट्टै खालको आफ्नो सान होइन। हामी चाहिँ कल्चरल ड्रेस लाएर टिचर सबैले सेम लाउने भनेर अनि गरेको भन्ने जस्तो कुरा गरेको थियो। अनि गाडीमा चाहिँ हामी गीतहरू बजाएर बेसरी नाच्यौँ होइन। स्कुलमा त पढाऊ यताउता कराऊ होइन, कति टेन्सन हुन्छ नि त। अनि फेरि सुरुमा त बच्चालाई रमाउनको लागि त टिचर रमाइदिनु पर्यो होइन। त्यही भएर हामीले नै स्टार्ट गऱ्यौँ है नाच्नुपर्छ भनेर। सबैजना नाचेर रमाइलो गरेर होइन, साह्रै रमाइलो भयो। अनि हामी चाहिँ यो सबै जाँदाखेरि चाहिँ यो अनि त्यसपछि हामी साथीहरू बर्दिया राष्ट्रिय निकुञ्जतर्फको बाटो हुँदै लाग्यौँ ठाकुरद्वारातिर। अनि कति राम्रो राम्रो टक्क लगाएर ठाउँमा अब यो ठाकुरद्वारामा चाहिँ के हुन्छ भन्दाखेरि प्रत्येक ब्यारेकमा चाहिँ उनीहरूले टाइम दिएको हुन्छ, त्यो टाइममै जानुपर्छ। अनि हाम्रो ड्राइभरले चाहिँ त्यसरी नै गर्नुभएको थियो। अनि हामी चाहिँ पुग्न बित्तिकै चिया नास्ता खायौँ, चिया र ब्रेड। अनि नास्ता खाएर चाहिँ हाम्रो अनि खाना पकाउने चाहिँ मेरो हस्बेन्ड र म्याम हुनुहुन्थ्यो। उहाँहरू चाहिँ खाना पकाउनु, हामी चाहिँ रेस्टुरेन्ट लगेर गयौँ भित्रतिर घुम्न। सबैलाई चाहिँ अब पहिला फर्स्टमा त खुवाउनु पर्यो होइन। त्यसपछि भित्र घुमाउनु लगेर हामीले सबै चिज देखायौँ। स्टुडेन्टहरूले सबैजनाले हेर्नुभयो होइन क्रोकोडाइल नजिकैबाट। अनि त्यसको बारेमा हामीले उहाँहरूलाई चाहिँ के भनेको थियौँ भन्दाखेरि त्यहाँबाट गएर के